आज चाहिँ हाम्रो सेकेन्ड डे। हामी चाहिँ आज मन्दिर जाँदा यात्रा मन्दिरको आज चाहिँ हाम्रो टुरको सेकेन्ड डे। हामी चाहिँ कहाँ जाँदैछौँ भने आज चाहिँ एउटा यहाँ नजिकै चाहिँ 5 मिनट जति टाढामा मन्दिर छ, त्यहीँ जाँदैछौँ। पछाडि साथीहरू आउँदैछन्, हामीहरू चाहिँ यहाँ छौँ। अगाडि पनि सर र साथीहरू जाँदैछन्। हामी केटीहरूमा चाहिँ कुर्ता लगाइरहेको गलेश्वर धाम। गलेश्वर धाम हो। गलेश्वर धाममा के भएको पनि थाहा छ? हामी चाहिँ यहाँनिर जलेश्वर धाममा हामी चाहिँ जलेश्वर धाममा छौँ। पछाडि साथीहरू आउँदैछन्, अगाडि परिहाल्ने साथीहरू गइसक्यो। यहाँको भ्यू चाहिँ यस्तो छ, राम्रो छ भ्यू चाहिँ। बबिता नि भ्लगिङ गरिरहेछ त्यहाँ। ए साँच्ची यसरी देखाउनु यहाँ छ राम्रो छ। हामीले चाहिँ जुत्ता खोल्यौँ, यहाँनिर राख्यौँ। अब चाहिँ हामी मन्दिरभित्र पस्छौँ। वाउ कस्तो राम्रो भ्यू भइरहेछ, मन्दिर पनि कस्तो राम्रो छ। जलेश्वर धामको यो मन्दिर चाहिँ लास्ट राम्रो रहेछ, कति राम्रो छ। यहाँ चाहिँ साथीहरू पोज दिएर फोटो खिच्दै बसिरहेछन्। यहाँ चाहिँ बबिता अगाडि छ। यहाँ चाहिँ मन्दिर कस्तो राम्रो छ। फाइनली हामी चाहिँ घुमेर पुग्यो। अब चाहिँ हामी फर्किनु लाग्यो हाम्रो होटेलमा। अब अनि आउन मिल्छ है राकेश, सबैजना आउन मिल्छ। यो चाहिँ मेरो भ्लग हो होइन, यो चाहिँ टुरको हाम्रो सेकेन्ड डेको भ्लग हो। हामीले चाहिँ जलेश्वर 4 धाम चाहिँ घुमेर भ्याइसक्यौँ। अब फर्केर अब चाहिँ हामी जोमसोमतिर लाग्छौँ। बाई बाई। अब हामी चाहिँ यहाँदेखि फर्केर बेनीदेखि जोमसङको लागि लाग्छौँ। त्यो मन्दिरबाट फर्केर बेनीदेखि जोमसोङ जाने बाटोमा चाहिँ बिचमा तातो पानी भर्ने ठाउँ पर्दो रहेछ। त्यहाँ चाहिँ तातो पानीमा नुहायो भने चाहिँ रोगहरू बिसो हुन्छ भन्ने परम्परा रहेछ। त्यही भएर हामी त्यहाँ हेर्नको लागि त्यहाँ बस्यौँ। त्यहाँ नजिकै एउटा खोला पनि रहेछ। सबैजना चाहिँ फोटो र भिडियो बनाउने भन्दै खोलातिर पनि बस्यौँ हामी एकछिन त्यहाँ, अनि फोटो र भिडियो पनि बनायौँ। त्यताबाट निस्केपछि चाहिँ हामी एउटा राम्रो रूपसे झरना भन्ने ठाउँमा पुग्यौँ। त्यो झरना कति राम्रो थियो हेर्नुहोस् न, वाटरफल। त्यहाँ पनि सबैजनाले हामीले चाहिँ भिडियोहरू बनायौँ। पानीमा गएर एकछिन भिज्यौँ पनि, अनि भ्यूहरू पनि यति दामी थियो। फाइनली मुस्ताङ पुग्यो गाइस। मुस्ताङको घाटामा आइपुग्यो चाहिँ राम्रो रहेछ भ्यूहरू। अहिलेसम्म अब राम्रै भइरहेछ। खाना खाएर त्यही घाटामा खाना खाएर चाहिँ अब यता मुस्ताङ भइरहेछ। मैले चाहिँ जोमसोङ जाँदैछौँ। हेलो बबिता। हेलो। हामी आयौँ मुस्ताङ। सेकेन्ड डेमा हामीले आइपुग्यौँ मुस्ताङ। चाहिँ हल्का वेदर चाहिँ अहिले घाममा छ, गर्नु भइरहेछ। त्यहाँ अलिक जाडो नै रहेछ। कलर भ्यूहरू राम्रो देखिनु थाल्छ। भ्यू चाहिँ राम्रो देखिँदो रहेछ। राम्रो छ। घरहरू पनि हेर न, अब चाहिँ यो स्टाइलको त्यो सानो टाइपको देखिरहेको छ। जस्ताको त भयो उ त्यहाँनिर चाहिँ एउटा पुरै कालो भएको छ है कुनै। धेरै जस्तो चाहिँ बस्नै भइरहेछ।
चाहिँ स्याउको नर्सरी स्याउको बिरुवाहरू सबैलाई थाहा होला कस्तो सिजनमा पर्दा मौतामा धौलागिरी फाइनली चाहिँ मार्फा हो स्पेसली चाहिँ शेर्पा थकाली एउटै She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's श्वासमा भयो पुरै थकित मुस्ताङको मार्फा तर दामी भ्यू छ पछाडि हेर्नु त मलाई चाहिँ एकदम श्वासमा भयो तर राम्रो छ जमसममा आउँदा चाहिँ जाडो भएर ड्रेस पनि चेन्ज गरिसकेँ हुरीमा आइसकेँ यहाँनिर चाहिँ अब एउटा ताल हेर्न आएको छौँ हामी ताल चाहिँ यस्तो छ जमसमको फेमस ताल यो यहाँ चाहिँ अलिक पर्दैन कि भ्यू दामी छ यहाँको चाहिँ यहाँ चाहिँ अब रुल्सहरू पनि छ हामीले हेर्न फोटो खिच्न पाइन्छ माछाहरू पनि छ तर त्यहाँ केही अब फोहोरहरू चाहिँ गर्न पाइँदैन राम्रो छ भ्यू करिस्मा कस्तो भइरहेछ त्यहाँ तर भ्यू त खतरा छ यहाँ दामी लाग्यो त्यो भ्यू घाम पनि लागिरहेको छ होइन पानी पनि अब जस्तो भएको छ राम्रो छ आइरहेको छ यस्तो पनि भ्यू पनि आइरहेछ She moves like a map with no Wow.
यो वाला पोखरी पनि घुमेर फर्कियो। हालत चाहिँ लास्टै छ है, अब धुवा धुलोमा हिँडेको। पोखरी यता छ, म चाहिँ यता हिँड्दैछु। भ्यूहरू लास्टै राम्रो छ, पछाडि पनि राम्रो छ। लेक घुमेर चाहिँ हामी चम्चमतिरै लाग्यौँ र त्यहाँ एउटा राम्रो होटेलमा चाहिँ बस्यौँ। त्यहाँको भ्यूहरू हेर्नुहोस् न कति राम्रो थियो। लास्टमा मेरो एउटा भिडियो हजुरहरूको लागि। थ्याङ्क यू। कहीं दूर चले जाए हम, दूर इतना